इतिहासलाई पछाडितिर धकल्न चाहनेहरूले 17,000 को हत्याराका 17,000 को हत्यारा भनिराख्दा होइन। यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो। राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ नि। तर के यो आरोप सत्य हो त? 17,000 माओवादीले अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एकजनालाई पिटिया पनि छैन अहिलेसम्म। हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो, मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै छु। हिजोको सामन्तीय राजाहरूले 12,000 मारेका हुन्, मलाई 5,000 को जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर राजाहरूले मारेको 12,000 को चाहिँ कुरा नहुने, हिजोको राज्यले मारेको 12,000, 17,000 मध्ये 12,000 को चाहिँ कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन। मैले सधैँ भनेको छु, युद्धको म जिम्मा लिन्छु।